तपाईहरु कपाल हुनुहुन्छ, महिनाको 8,000 कमाउनुहुन्छ दुईजनाले गरेर, सेभिङ केही पनि छैन र तपाईलाई 6 महिनाभित्र घर किन्न मन छ। यो सम्भव होला कि नहोला त? सम्भव होला र कसरी होला मैले स्टेप बाई स्टेप भन्छु है। तपाईले इन्ट्री होम किन्ने हो, फर्स्ट होम किन्दै हुनुहुन्छ भनेपछि तपाईले खासै धेरै ठुलो एक्सपेक्टेसन राख्नु भएन घर किन्नभन्दा अगाडि। मैले सानो घर, इन्ट्री लेभलको घर र दुईजनालाई ठिक्क हुने खालको घर किन्छु भन्ने चाहिँ एउटा मेन्टालिटी बनाउनु पर्यो। मार्केटमा हुँदै नहुन भन्दा सानै लेभलको किन नहोस्, मार्केटमा भएको राम्रो है। त्यसको लागि तपाईले एउटा साधारण सानो चिटिक्कको सबै कुराले सम्पन्न सबमा किन्दै हुनुहुन्छ भने एउटा युनिट किन्दा हुन्छ। 2 बेडरुम 3 बेडरुमको 6 लाखमा मजाले पाउनुहुन्छ है। मैले भिक्टोरिया कन्टेक्समा भन्दैछु है। फेरि अब फरक स्टेट अनुसार फरक प्राइजिङ सबै कुराहरू फरक छन्। मैले चाहिँ भिक्टोरियाको कुरा गर्दैछु। र 6 लाखको घर किन्नलाई तपाईलाई 5% डिपोजिट भए पुग्छ, गभर्मेन्टको स्किम युज गर्ने हो भने। 6 लाखको लागि 5%ले 30,000 मात्र भयो। अब 6 महिनामा 30,000 कलेक्सन गर्न सम्भव होला कि नहोला त? यो पनि एकदमै सम्भव छ र तपाईले चाहिँ थोरै फाइनेन्सियल डिसिप्लिन चाहिँ आफ्नो लाइफमा ल्याउनु पर्ने हुन्छ। यसको लागि के गर्ने त भन्दा तपाईले सेभिङ सुरु गर्नु पर्यो आजैको दिनदेखि। तपाईले युज गरिरहेका केही सब्सक्रिप्सनहरू छन् भने, तपाईले नचाहिने केही खर्चहरू गरिराख्नुहुन्छ भने, अब कहिलेकाहीँ गएर ग्याम्बलिङ गर्नुहुन्छ भने, यस्ता कुराहरूलाई चाहिँ तपाईले चाहिँ टोटली क्यान्सल गरिदिनु पर्यो है र सेभिङतर्फ लाग्नु पर्यो। त्यति मात्र गरेर त फेरि अब सेभिङ सम्भव हुँदैन। तपाईले कम्तीमा पनि महिनामा 5,000 सम्मको सेभिङ गर्नुपर्ने हुन्छ 8,000 को कमाइमा। त्यो सम्भव नहुन सक्छ। तपाईले अहिले रेन्ट तिर्दै हुनुहुन्छ 2,000 जस्तो भने त्यो रेन्ट तिरिरहेको ठाउँमा एकजना कोही मान्छे ल्याएर राख्नु सेयरिङमा। 800 देखि 1000 सम्मको चाहिँ तपाईले सेयरिङ गर्नुस्। त्यो गर्नुभयो भने तपाईको खर्च एकदमै कम भएर आउँछ। अब 8,000 कमाइमा 1,000 रेन्टमा गयो, तपाईसँग रह्यो 2,000। यो 2,000 मा चाहिँ तपाईले अब यो सबै अरू खर्चहरू चाहिँ म्यानेज गर्नुपर्ने भयो। यो धेरैको लागि होइन, 6 महिनाको लागि भन्दैछु। अब तपाईले यसै गरी आफ्नो प्रोपर्टीको पोर्टफोलियो बढाउँदै जाने हो भने यो कुरालाई तपाईले एउटा युनिट किनिसकेपछि नि कन्टिन्यू गर्न सक्नुहुन्छ। तर चाहिँ अहिलेलाई चाहिँ तपाईले 6 महिनाको लागि मात्र टार्गेट गर्नुस्। यो एकदमै सम्भव छ र सबैले गर्न सक्ने कुरा हो जस्तो मलाई लाग्छ। हुन त अब सबैको आफ्नो एउटा सर्कमस्टान्सेस हुन्छ, त्यो अनुसारले गर्न नसकिएला फेरि र गर्नुस्। र 5,000 तपाईको महिनाको सेभिङ गर्नुभयो भने 6 महिनामा 30,000 भयो र तपाईले इजिली आफ्नो एउटा फर्स्ट होमको टार्गेटलाई सजिलै तपाईले 6 महिनाभित्र गर्न सक्नुहुन्छ। र होइन आफ्नो लाइफस्टाइलमा मैले चेन्ज गर्न सक्दिनँ भने भन्नुहुन्छ भने दुईजनाले गरेर कम्तीमा $500 बराबरको अर्को काम खोज्नु पर्यो र अर्को काम गर्नु पर्यो। कि स्ट्रिक्ट फाइनेन्सियल डिसिप्लिन ल्याउनु पर्यो आफ्नो लाइफमा, कि अलि बढी मेहनत गर्नु पर्यो। त्यही नै हो। यसरी घर किन्न सम्भव छ र यो स्ट्राटेजी युज गरेर तपाईले आफ्नो पहिलो घर किन्ने चाहिँ सपनालाई चाहिँ पुरा गर्नु होला। यति साधारण कुरा सबैले थाहा भएको कुरा भन्नुहुन्छ भने मैले गर्ने भनेको साधारणै कुरा हो। मैले कसैलाई थाहा नभएको कुरा गर्न मैले पनि सक्दैन। यदि तपाईलाई यस्ता कुरा मन पर्दैनन् भने मलाई अनफलो गर्न पनि सक्नुहुन्छ है। र मन पर्यो भने एउटा लाइक चाहिँ दबाउन सक्नुहुन्छ फेरि। र तपाईलाई कुनै पनि किसिमको फाइनेन्सियल अथवा लोन सम्बन्धी अथवा फाइनेन्स सम्बन्धी हेल्प चाहिएको छ भने यो दिएको नम्बरमा चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।